राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिको सभापति। मैले आजको सार्वजनिक सुनवाई कार्यक्रममा तीनटा विषयहरू राख्न चाहन्छु। एउटा भौतिक निर्माणतर्फ र कृषि र सार्वजनिक सुनवाई सम्बन्धमा। यो दोहोऱ्याउने भनेर नदोहोऱ्याउनुस् भनेर बारम्बार भनिएको छ, तर मलाई दोहोऱ्याउन होइन, तेह्राउन चौराउन मन लागेको छ। किनभने यो विषयवस्तु नै त्यस्तो छ। पहिलो भौतिक निर्माण, जुन हामीले शुक्लागढी नगरपालिकामा निर्माण गरेका चिजहरू छौँ त्यसको कुनै दीर्घकालीन असरमा छैन। त्यो निर्माण फितलो छ। यसको हाम्रो यो स्थानीय शासनको यसले फेरि के उल्लेख गरेको छ भने हाम्रो उपप्रमुख थियो, त्यसको एउटा चाहिँ अनुगमन समितिको संयोजक हुनुहुन्छ। तर भएको के छ भने जति पनि बाटाघाटा निर्माण भएका छन् त्यो पुरै अस्थायी रूपबाट एक वर्षदेखि अर्को वर्ष चल्ने अवस्था छैन। त्यस कारणले यसलाई चाहिँ के हुन्छ भने विशेष पहल गर्नुपर्छ। किनभने यी चिजहरूले वर्षेनी त्यही कुराहरूमा खर्च भइरहेको छ। त्यसकै अर्को कुरा जहाँ गरेका विगत 4 महिनामा के प्रगति गरे र के योजनाका साथ अगाडि बढेको छ भन्ने कुराहरू राम्ररी बुझ्न र सुझाव दिन आउनुहुने सबै मेरा अग्रज साथीहरू, उपस्थित मित्रहरू। धेरै प्रश्नहरू आए, धेरै विषयगत। आज मैले धेरै बोल्नुभन्दा पनि विषयगत समितिहरूलाई नि बढी जिम्मेवारी बनाउन कोसिस गरेको छु। त्यसकारण मैले धेरै जवाफ आज दिन नखोजेको। 2-3टा कुरा उठेका छन्। एउटा यो जिरो भनेर सम्झेका छौँ बिपी चोकलाई भनेर भन्नुभएको छ। अस्ति भर्खरै हामी दुलेगडा लामागाउँ मोटर मार्गको जिरो चाहिँ बिपी चोक हो। बिपी चोकबाट सुरु गर्ने कुरामा हिजो अस्ति 2 महिना थप म्याद थपाएर 45 दिन बाँकी थियो, अरू 15 दिन थपेर 2 महिनाभित्र यो पुरै कालोपत्रे गरेर बजारबाट नै सबै पिच लाने बिपी चोकबाट भनेर हामीले निर्णय गरेर अस्ति अगाडि बढाइसकेका छौँ। अरू ठेकेदारलाई बोलाएर आज 3 दिन भयो र काम सुरु गरेको छ। लिलाचुकतिर काम गर्दैछ। थोरै त्यो प्लम्बिङको काम बाँकी छ, त्यो केही ढलानको कामहरू गर्दैछ र अब यो नालाको काम बजार क्षेत्रमा विद्युतको पोलहरू सारेर नाला बनाउने काम गरेर जिरो त्यहाँबाट मानेवाल त्यसरी जाँदैछ। अर्को एउटा कुरा, ज्येष्ठ नागरिक भवन हामीले शुक्ला गण्डकी हेडपोस्टको जमिनमा बनाइएको छ, जो प्रदेश र सङ्घीय सरकारको विशेष पहलमा बनेको छ। 70 लाखको योजना हो त्यो भवनलाई हामीले त्यहाँ किन बनायो भन्दा भोलि त्यहाँ हस्पिटल बन्यो भने पनि मेडिकल राख्न सकियोस्, डाक्टरहरू बस्न सकियोस् र ज्येष्ठ नागरिकहरूले पनि आफ्नो कामहरू एउटा बिल्डिङबाट काम गर्न सकिएको छ र त्यसलाई मल्टिपर्पजको रूपमा त्यसलाई प्रयोग गर्ने भनेर अगाडि बढाएका छौँ। तर सम्बन्धित निर्माण कम्पनीले हामीलाई बुझाइसकेको छैन। प्रदेश कार्यालयले आएर हस्तान्तरण नगरेसम्म त्यहाँ भएका कमी कमजोरी केही रहेछ भने पनि भोलि प्राविधिकले फेरि हामी दोषी भएनाले त्यसलाई चाँडै बुढाउन, चाँडै हाम्रो हातमा हस्तान्तरण गर्न हामीले माग गरेका छौँ र त्यो आएपछि